चाहिँ ट्रेकिङ सुरु भएको छ। धुम्चेबाट खानासाना खाएर हामी लागेको छौँ। यहाँबाट झर्ना आउँदैछ। अनि सर अगाडि हुनुहुन्छ। यात्रा अगाडि हाम्रो क्रममा छ। अनि हामी एउटा फोटोसोटो खिच्छौँ अनि यात्रा अगाडि बढाउँछौँ है त। यहीँसम्मको यात्रा चाहिँ नि त। ल हामी चाहिँ बेथान खोर आइपुगेको छौँ, लाङटाङ नेसनल पार्क। अब यहाँबाट चाहिँ अझै कति छ दाइ? 2 दिन। हामी अलिअलि भर्खर चढ्दैछौँ बिस्तारी बिस्तारी। 2 घन्टा सक्यो। अब 3-4 घन्टा बाँकी छ वहाँ पुग्न। हाम्रो यात्रा जारी छ। अनि के रमाइलो चिज आयो भने म देखाउनेछु। अब यति भन्दै अहिले म बिदा लिन चाहन्छु। खिम्दीको न्यू भिलेज होटल एन्ड लजमा आइपुगेको छ। गोर्खा राइडर, कवाज गियर, राइडिङ गियरहरू सबै आएको रहेछ। हेर्नु सक्नु चिया घरहरू। यहाँबाट अब कति टाइम लाग्छ अरे पुग्न? देउराली माथि उनी 3 घन्टा अझै ननस्टप हिँडेर। ए ल यहाँबाट अब चन्दनबारी पुग्न चाहिँ 3 घन्टा लाग्छ अरे। ल हेर्दै गर्नु होला। न्यू भिलेज एन्ड होटलमा आउनुभयो भने मेरो नाम लियो भने अङ्कलले डिस्काउन्ट पनि दिनुहुन्छ होइन अङ्कल? ल कति पर्सेन्ट दिनुहुन्छ भन्दिनँ? दिनुहोस् डिस्काउन्ट दिनुहुन्छ। हस् ल हामी चाहिँ देउराली आइपुग्यौँ। यहाँबाट चाहिँ अब अझै 3 घन्टा 2.5 घन्टा लाग्छ वहाँ पुग्न। यहाँबाट चाहिँ यो यहाँ ऊ छ देउराली, यही हो यहाँ देउराली होटल यहाँ छ। दाइ यहाँ हिँड्दै आउनुभएको छ। त्यो अलिक थाके जस्तो भएको छ, हल्का महसुस भएको छ। अनि यहाँ देउराली निकुञ्ज पनि आएको छ। ल अनि लिने क्या? हामी कहाँ चढ्दैछौँ भनिदिनु दाइ? है उकालो चढ्दैछौँ। यहाँ छ साथीहरू। यता अर्को साथी, यता हाम्रो दाई, यता अर्को दाई। यस्तो भ्यू पोइन्टमा पुगेको छौँ है त। यहाँबाट अझै थुप्रो छ। यहाँ हाम्रो दाई, यहाँ एउटा हाम्रो साथी, ऊ पनि साथी। ल यहाँबाट हिमाल त के यत्रोदेखि डाँडामा यस्तो भ्यू छ। उहाँ रजिन सर हुनुहुन्छ। हाम्रो यात्रा निरन्तर भइरहेको छ। ल है त। हर हर महादेव। जय हर हर महादेव। हर हर महादेव। अब यहाँबाट वेलकम टु चन्दनबारी धिम्साबाट। कति हाइटमा आइपुग्यो हामी? अहिलेसम्म हाई एल्टिट्युड लगाएको छैन है गाइजहरूलाई। ठिक छ। हाम्रो दाइको कन्डिसन के छ? तपाईँको के छ? अर्कै खालको रहेछ नि त। हेर्नु बाँदर त्यो बाँदर चाहिँ। ल गाई झिनो मिनो। हाम्रो दाइ उता हुनुहुन्छ, बाँदरको फोटो खिचिरहनु भएको छ। यात्राक्रम जारी नै छ। यहाँबाट अझै कम्तीमा पनि भर्खर हामी 2950 को हाइटमा आयो। 3250 मा आज बस्ने भनेको छ होइन? आउँछ टक के छ कान्छा हालखबर तेरो? टोक्नु चाहिँ नटोकै फेरि मलाई। आरामै छौ? तँलाई जाडो भएको छैन? अलिअलि भयो होला, थोरै भयो होला कि के हो र?
म एउटा ज्याकेट दिउँदा नहुने हुन्छ लागिजानु हुन्छ तिम्रो त्यो यार मैले त ज्याकेटै लाएको छैन सबै साथी चाहिँ हुनुपर्छ है ल कुकुर्नी साथी होइन त यहाँ घोडा छ हामी ठ्याक्कै 2900 मिटरको हाइटमा उहाँ आइपुग्यौँ ल होटेल लाली गुराँस भ्यू एन्ड लज यहाँ घोडा है ल यहाँ घोडा छ टक्क यहाँ साथीहरू हुन्छ उता हुन्छ उता भाले कति केजीको छ लाइक कमेन्ट शेयर सब्सक्राइब यात्रा हाम्रो निरन्तर छ राति हुँदैन गाह्रो गाह्रो छ यहीँ कस्तो खतरा रुख रहेछ त्यो मलाई त्यो 150 थियो तर त्यो फेरि यो भन्दा बवाल ब्याट्री पनि क्यामेरा पनि क्षेत्र गोसाई कुण्डको हाम्रो 6000 mAh ब्याट्री अब 10 मिनटमा हाम्रो राम्रो थियो क्या हामी होटल पुग्छौँ अब आइफोन भन्दा गाइडहरू आउँदैछन् अहिले झन् भिभो त कुन छ एउटा हाम्रो गाइड पनि आउँदैछन् अहिले उले होटल पुग्न लाग्यौँ होटल पुग्न कम्तीमा पनि कति लाग्छ अरे भन त कति 10 ए भिडियो आउँदा केही हुँदैन भन न 5 मिनेट ए यहाँ अब हाम्रो हिँड्ने भइरहेको छ यहाँबाट यात्रा सुरु भइरह ल हिँडिरहेछौँ मजाले कति हाइटको लागि हामी चन्दनबारी आइपुगेको छौँ सबैजना अहिले कति हाइटमा छौँ भने हामी 3200 हाइटमा छौँ उ त्यहाँ चन्दनबारी अहिले हामी अहिले कुन ठाउँ यो सौरी चन्दनबारी आइपुगेको छौँ 3200 हाइटमा यहाँ छौँ हामी अहिले 50 मिनट अगाडि रहेछ यहाँ वेलकम टु होटल याक एन्ड न्याक रहेछ साथीहरू सबैजना उता हुनुहुन्छ सबैले हाई गरिदिनुहोस् हाई गर्दा गर्दा भोलि राखौँ ल है त होटल टासी बेले देखे चन्दनबारी सबैजना आइपुगेको छौँ होटल टासी देलेक कोसाइकुण्ड गाउँपालिका 5 चन्दनबारी रसुवा यहाँ पनि राम्रो कुराहरू रहेछ यता हेर्नुहोस् फोटोहरू राम्रो रहेछ यहाँबाट उता हात धुने ठाउँ छ होटल रेड पाण्डा त्यहाँ छ सबैतिर होटल छ यहाँ आउँदाखेरि टासी देलेक होटल एन्ड लज बसौँ है त ल यहाँ यस्तो चिजहरू पनि छ अब हामी चन्दनबारी आइपुग्यौँ यहाँबाट भोलि यात्रा हुन्छ गुम्बा जस्तो रहेछ राम्रो छ ठाउँ उता झिलिमिलीहरूबाट याक एन्ड न्याक भन्ने यहाँ पनि होटलै रहेछ सबैतिर होटल ल है त अब भोलि बिहान अर्को ब्लगमा भन्ने यति भन्दै आज म बिदा लिन चाहन्छु हस्त जय नेपाल ल हाम्रो चाहिँ डे 2 को ब्लग होटलबाट भर्खर हिँडेको अलिअलि गाह्रो हुँदैछ दाइ यता हुनुहुन्छ वहाँनिर वाटरफल छ अब हामी चाहिँ हिँड्दै टुरिस्ट भन्दा आगर देखिएको छ होइन दाइ यात्रा राम्रो क्रममा छ उहाँ पुग्नु पर्छ साथीहरू ए राम्रो आउँदछ भ्यूहरू ए पुरै ऊ देखिएको छ हेर्नुहोस्
अहिलेसम्मको गुड थियो होइन अहिले त मौसमै चेन्ज भइदिएर हेर न पानी पऱ्यो भने त बिजोक हुन्थ्यो यार भगवान्ले हामीलाई साथ दियो पुग्यौँ है त यो ठाउँ इज भेरी गुड थाम तो कटोस् न आप लोग को देख के खुश लग गए हम लोग पहले तो घोड़ा थोड़ी चलता था, यही तो सामान लाता था। घोड़ा नहीं मिलता था। साल में कितनी बार आते हो? साल में एक बार आएंगे कि गुसा यात्रा है ना या जन्माष्टमी में। अब गा के पशुपति दर्शन करेंगे ना। ल याक पनि देख्यो हामीले कहाँ लगा प्लास्टिक में कायो भन्दा पनि त्यो राखिरहेको हुन्छ नि घरतिर सजाउनको लागि सानो हिँड्नु न ल हामी कहाँ आइपुग्यौँ रे मूर्तिबाङ हामी मूर्तिबाङ आइपुग्यौँ अब यहाँबाट अझै 3-4 घन्टा लाग्ने छ हामीलाई अगाडि अब सेकेन्डतर्फ गइरहेको छौँ गाइजहरू पछाडि छन् आउँदैछ दाइ कता हो चौरी सार्नलाई हजुर सल्जिरो हो दाइ ए ल यहाँबाट होइटु ठुलो सयब्रु यताबाट तलतिर जाने रहेछ 6 घन्टा 7.5 किलोमिटर चोलान पार्टी 3500 सी कटौँ 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 कट्नु न हिँडेर हिँड्दैछु त भाइ राजा हेलो गाइस चिनी अरूमा पनि कम है बरु कफी कडा चिनी कम तिमीलाई यो बाटो ट्रेकिङहरू कस्तो लागिरहेको एकदम सहज छ बाटो अहिलेसम्म अहिलेसम्म चाहिँ
यहाँभन्दा अगाडि अब सकिन्छ यहाँभन्दा अगाडि अब लाङटाङ जाने कि नजाने लाङटाङ त अब मजाले जाने नि ज्यानले साथ दिएसम्म कि के जान्ने त मजाले साथ दिइहाल्छ नि यस्तो भाषाभुसी त हामी मजाले चढिरहेको चढिरहेछ त्यही भएर हामी अझै लाङटाङ अनि तिमीले मेरो च्यानलमा के भन्न चाहन्छौ केही भन्न चाहन्न यो सब्सक्राइब चाहिँ नगरिदिनु होला ए त्यस्तो यो वायात भ्लग मात्रै आउँछ उसको च्यानलमा वाइया त आउँछ र ल अर्को हामी चिया स्टेसनको होटल यस्तो छ ठाउँ यहाँको साउनी दिदी यहाँ किचन धेरैजना आउनु भएको छ तपाईँहरूलाई केही चाहिएमा काहीँ बाटोमा बस्नु पर्यो भने चोलाङपाटीमा उहाँलाई सम्झिन सक्नुहुन्छ आउनुहोस् राम्रो छ नेलहरू राम्रो चल्छ रुमहरू एट्याच भएको छ सबैको सुविस्ता छ यहाँ मेरो नाम लियो भने अलिकति डिस्काउन्ट पनि दिनुहुन्छ तपाईँको नाम के हो रुपेश रुपेश भाइको नाम निकालेर आउनुभयो भने धेरै डिस्काउन्ट अलिकति होइन धेरै डिस्काउन्ट है धन्यवाद यहाँ चाहिँ यहाँबाट 1.5 आवर लौरी विनायक चोलाङपाटी 3 देखि 5 घन्टा ठुलो थ्रु अनि चन्दनबारी 1 घन्टा लाग्छ यहाँबाट ल है त यति चोलाङपाटी फोनको दिस इज टु मच एक्सट्रिम उकालो लौरी विनायकको उकालो है हामी लौरी विनायकको दाइ उता आउँदै हुन्छ हामी लौरी विनायकको उकालो चढिरहेछौँ अलिक गाह्रो अक्सिजन अलिक कमी हुन खोज्छ अहिलेसम्म त केही भएन अझै चढ्यो पुरै गाह्रो छ दाइ अगाडि हुनुहुन्छ बिस्तारै लक्ष्मण खाँदै एल्टिट्युड छ 4000 मिटरमा चढिरहेछौँ गाह्रो भएको छ अलिअलि ल लौरी विनायकको उकालो हामी चढ्दैछौँ निरन्तर यहाँ रजिन दाइ हुन्छ ल लौरी विनायकको उकालो सकेर हामी यहाँ आइपुगेका छौँ यहाँबाट अब उकालो अझै छ हर हर महादेव यहाँबाट यात्रा अझै पानी परिरहेको छ यी पानी ठुलो परिरहेको छ पानी परिरहेको छ गुम्बा छ दर्शन गरेर अब अगाडि बढ्नेछौँ है त ल हामी हेभेन धेरै घन्टाको यात्रापछि हामी यहाँसम्म चाहिँ आइपुगेको छौँ अझै अलिकति छ अगाडि दाइहरू हुन्छ अगाडि यहाँबाट जाँदै हुन्थ्यो अघि भेट भयो यही एउटा कुण्ड चाहिँ आइपुग्यो कुन कुण्ड आई डोन्ट नो पानी लास चिसो छ जाडो छ पानी परिरहेको छ नर्मल्ली पनि पानी अघिदेखि परेको हो हेर्नुहोस् यहीँ खोला पानी सबै बगिरहेछ है ल है त अलिअलि भेट्छ म तपाईँहरूलाई ल ठ्याक्कै गोसाइकुण्ड आइपुग्यो यहाँ छ मन्दिर अनि उता होला केही देखिया छैन पुरै उ छ डम्म भएको छ भोलि पनि खुल्छ होला हामी ठ्याक्कै गोसाइकुण्डकै छेउमा छौँ हुन्छ दाइ ल है त हामी गोसाइकुण्ड आइपुग्यौँ ल हामी गोसाइकुण्डतिर छौँ अब हाम्रो आजको बास यतै हुने भयो अहिले भ्यू अलिकति क्लियर भएको छ अघिसम्म चाहिँ गाह्रो थियो दाइ यहाँ हुनुहुन्छ दिदी उहाँ टिकटकर दिदी उहाँ हुनुहुन्छ अब यी अहिले कुण्ड मजाले खुलेको छ दिस इज आवर नेक्स्ट डे थर्ड डे गोसाइकुण्ड हामी कुण्डमा आइपुग्यौँ अब हामी डुबुल्की मार्छौँ अब त्यहाँ माता भाटुम जाने कि यता जाने उता त्यहाँ पुगेर आउनु एकचोटि ल यहाँ यस्तो छ हामी जाडो भएर यस्तो कक्रेको छ उता अहिले 2टा बोतल ल्याए हाम्रो बोतल छैन नि ब्यागमा त्यो खाली बोतल छ त तिम्रो ब्यागमा आउनुपर्छ त छैन नि बोतल सबै दाइहरूलाई एक एकवटा पुग्ने छ क्या हामीलाई त्यो 2टा बोतल ब्यागमा आउनुपर्छ यस्तो विधि पनि नडराउ न यता फर्केर होइन कुण्डमा उतापट्टि फर्केर यता पानी बगेकोतिर उहाँ फर्केर नहुने हो सबैको भिडियो उतातिर फर्केको छ होइन त उतापट्टि डाँडातिर फर्केर फेर होइन यिनीहरू नहुने हो यार उतातिर फर्किने हो कि मन्दिर हो कहाँ त्यता फर्किने हो हाम्रो दोषको हालखबर के छ दोष
दोस्त तिम्रो हालखबर के छ तिम्रो ओम नमः शिवाय ऊ भगवान भक्ति भएको छ ऊ त उहाँ बोतल थिएन यहाँ झरिसक्यो माथि लिन जान्छु अब भनेपछि दाइले 2टा बोतल दाइ 1 बोतल लाने होइन हो बोतल खै हाम्रो कति रुममा कतिवटा बोतल छ अहिले आउनु बेला मन्दिर यहाँको मुख्य मन्दिर दाइ उता धुप बाल्दै हुन्छ यता दाइ पूजा गर्दै हुन्छ राम्रो छ दृश्यहरू हेर्दै जाउँ अब हामी फर्किँदाखेरि राम्रो भ्लग बनाउने छौँ हामी यो तिर्सुल हान्ने ठाउँ आइपुग्यौँ यहाँबाट अब हामी पानी लान लाग्दैछौँ टक्क यहाँबाट उतेसम्म पानी देखिएछ उतेसम्म पानी देखिएछ त्यहाँबाट पानी पनि छैन ढुङ्गाको मुनि चेप 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 चेपबाट पानी गएको छ यहाँको ठाउँ धेरै नै राम्रो रहेछ ऊ आइपुग्यो स्वर्ग अब है त हामी चाहिँ तिर्सुल डाँडा जाँदै तिर्सुल हान्ने ठाउँ जाँदैछौँ बोतल लिएर पानी थाप्न त्यहाँ गएपछि त्यहाँ के छ म देखाउने छु है त हजुरहरूलाई कस्तो चाहिँ रमाउने दृश्यहरू छ त्यहाँनिर गएर हेरौँ बाटो अलिक बेसी हाइटमा आएर स्यास्या भइरहेको छ अनि त्यो त स्वाभाविकै हो केही भएन तर शान्तिनो मान्छेहरूलाई चाहिँ अलिक गाह्रै हुन्छ यहाँ सर्भाइभ गर्नु धेरै राम्रो दृश्यहरू छ है त कहाँ हो शिवजीले यहीँनिर त्रिशूल हान्नु भएको र गोसाइकुण्ड उत्पन्न भएको मानिन्छ यहाँ गोसाइकुण्डको ताल यही हो हामी अहिले कम्तीमा पनि 4400को हाइटमा आइपुगेको छौँ नेपाल झन्डा यहाँ छ ल है त दृश्य धेरै नै राम्रो छ हिमालबाट झरेर पानी जम्मा हुने ठाउँ हो अनि त्यहाँको ठाउँहरू चाहिँ सबैले एउटा के भन्छ धार्मिक फेरि छ पनि जस्तो लाग्यो हामीले घोडा देखेको छौँ जो साथीहरू छन् होटल रेड पान्डाको च्याउ पहेँलो पनि छ सेतो पनि छ है त ल पस्किदिनु दुइटामा हस् अझै 1.5 घन्टा लाग्छ हामीलाई बाटै देखिन्न के जङ्गल जमी पुरै जङ्गलको बिच हिँड्दैछौँ हामी ल भ्लगर भाइ ल सबैजनाले हेलो गर्छौँ हाम्रो यात्रा टाइम देखाइदिनु तपाईँको फोनमा ल यो फोनमा टाइम देखाउनु त खै त अफ भयो के त फोनमा नै 12 इन्च 17/7/19 भयो अझै हामी हिँडिरहेछौँ हाम्रो दोस्त यहाँ छन् हाम्रो दाइ यता हुनुहुन्छ पसिनाले खलखल पुग्नु भएको अगाडि चाहिँ म हिँड्छु ल के आयो दाइ यो हाम्रो
रात परेको छ यात्राक्रम अझै छ अझै छ अझै 1-1.5 घन्टा अझै 1-1.5 घन्टा छ हामी हिँडिरहेको छौँ पछाडि नै बत्ती बल्यो होला देखाइदिनु अझै टोलीहरू उता खानु म त आउनुहोस् एकचोटि जानै पर्ने ठाउँ हो यो धार्मिक तीर्थस्थल हाम्रो साथी भन्दै त हल्का धार्मिक तीर्थस्थल यहाँ शिवजीले यहाँ के गरे भन्ने गुणगान गाइएको हजुरहरूले सुन्नु नै भयो होला यस्तो भयो बाटो यी टोपी पनि झरो यो कहाँ आइपुग्यो डब्लु भएको ठाउँ आयो दाइ डब्लु भएको लुगा फेरेको यो बन्द छ हस्पिटल बन्द छ र यही होला भनेर कस्तो आस्तो होला किन यहाँ हेर कति बत्ती हो तु हामीलाई बत्ती पनि राख भित्र यात्राको क्रम अझै छ पछाडि अर्को टोलीहरू हुन्छौँ बत्ती बलिरहेको छ हाम्रो यात्रा अझै छ अब हाम्रो अझै कति लाग्छ प्रफुल्ल दाइ अझै 1 घन्टा छ हाम्रो अब 7:30 भयो हामी जसरी नै आज धुन्चे पुगिन्छौँ धुन्चे पुगेर होटेलमा बोर्डमा कति देखाएको थियो ब्रेक लिनेछौँ गोसाइकुण्ड पुग्ने कहाँ भयो कुन रोड माथि चढ्नेमा कुन बोर्ड टोटल कति देखाएको थियो दाइ सुरुबाटै के यता वाटरफल बगिरहेको छ अब बिचमा हिँड्छु क्या यात्राको क्रम अगाडि पनि छ अब हामी धुन्चे अझै आधा 1 घन्टामा पुग्छौँ अब हिँडाइ बिस्तारै छ अझै हिँडाइको क्रम बेसी नै छ बस केही भन्नु छ तिमीलाई